That happened a few months ago in February. End of February, this was the Holi festival. Krisa, हाम्रो Jay Dai, Big Cove, अनि हाम्रो सुस्मिनी दिदी, talented multi-talent like me guys, multi-talent. And Shreya. Yes. Like model types of video. Like number mistake. And Suraksha performance I'm here now, and this is what is happening. So look at that, the stalls over there. That's where it's happening. So this is Granville Park. This is where the Holi event that happened a few months ago in February. End of February, this is where the Holi festival happened. So back here again to celebrate Nepali New Year. Wow! 28-3, let's go, baby! Hello guys, so यहाँ चाहिँ हाम्रो डान्सर्सहरू Krisa, हाम्रो Jay Dai, Big Cove, अनि हाम्रो सुस्मिनी दिदी. So उहाँ चाहिँ नि कोरियो के सुस्मा हो कस्तो गाइस अनि आज हाम्रो केही कम्युनिटीमा धेरैको नाम सुगर हुन्छ क्या फर इक्जाम्पल सुरज सुस्मा दिदी अनि सुमित्रा समीर सब भनेर सु भनेको सुमित्रा सुस्मी सुभाष सुरक्षा धेरै छ क्या सुहरू सुसु धेरै छ यहाँ सुसु धेरै छ यहाँ गाइसहरु इतना सुसु लाते कहाँ से हो तुम हमारे पास तो इतना नहीं है और रखते कहाँ ये तालाब तुमने मारा So त्यही गाइस हामी प्री हैन आज प्री भएर छ नि त्यही हो हैन सो अब पेट पूजा गर्दैछु मैले यहाँ ल अब खाने अनि पछि त्यहाँ उता गर्नु हैन 2 1 सो हामीसँग हुनुहुन्छ यहाँ ज्वाला शी इज अनदर vlogger as well हैन के रे ज्वाला साङतान ल टक्क राखे यहाँ हुन्छ हैन समरी हियर स्क्रिनमा तर उ डान्सर पनि हो गाइस आज डान्स पनि गर्न लाग्छ उले अनि vlog talented multi-talent like me guys multi-talented I'm because भाइले I'm Shreya Sneha sorry Sneha गाइस म चाहिँ अबदेखि भ्लग बनाउन थालेछु है inspired by us too नो बहिले चाहिँ टेक ओभर गरिसक्यो कसको हो मेरो अब चाहिँ हाम्रो चाहिँ यस्तो छ बिकल हेलो यस्तो छ hey what's up it's your boy Shazza guys and come back to watch us yo honey sing honey singer अनि हामी चाहिँ यहाँ छौं ल अब हामी जान्छौँ ल बाइ अर्को हिरो म गर्छु स्वाका हिरो Hey guys, what's up? This is फेरि टेक ओभर भयो के छ कस्तो छ सबजना सन्चै हुनुहुन्छ सो आज चाहिँ हाम्रो गएको न्यू इयर सो सबैजनालाई न्यू इयर शुभकामना आज हामी परफर्म गर्न जाँदैछौँ डायमन्ड सोसाइटी क्या चल क्या रहा है ये Yes. like model types of video over मेरो नाम सो मेरो नाम सन्देश थापा मेरो फर्स्ट टाइम नाचेको म एउटा टिकटक नि बनाएर डान्स गरेको त्यसै नाचेको ल गाइज ल बाई बाई गाइज सो अहिले चाहिँ मैले अलि धेरै मान्छेहरू आज गाइज होइन अलि छलफल भएछ यहाँ सो पिपल हेभ स्टार्टेड टु कम गाइज पर्फर्मेन्स बच्चाहरूको वाउ बिहान सेसन गाइज हाम्रो डिजे दाइ हुनुहुन्छ हाम्रो मेन दाइ के अरे अर्गनाइजर होइन हाम्रो अर्गनाइजर अमन क्लबको हाम्रो जिएफएस के अरे सेक्युरिटी गार्ड्सहरू यहाँ
यहाँ हुनुहुन्छ के अरे दाईको नाम पनि बिर्सिँदै सम्पूर्णलाई पुनः एकचोटि स्वागत गर्न चाहन्छु न्यू इयर धमाका 2083 दाई के अरे वान अफ द एक्टिभ भिडियोग्राफर हुन्छ हैन नयाँ वर्षको कन्ट्याक्ट गाइस अझै रमाइलो होस् अझै राम्रो होस् अझै राम्रो भइराको हाम्रो बिग म्यान प्रशान्त बिग बडी बिल्डर बिग सेक्युरिटी गार्ड गोर्खा लाइक द गोर्खालीज हैन फ्रेश लुकिङ हाम्रो welcome to the vlog yeah अब लाइनै गर्ने क्या हेलो गाइस हाम्रो लिजा एन्ड सुरक्षा परफर्मेन्सहरू आज चाहिँ न्यू इयरको प्रोग्राम छ होइन एकदमै राम्रो भइरहेछ अनि एकदमै गली पनि रहेको छ किनकि दुईवटा पर्फर्मेन्स हुँदै थियो अनि मेरो चाहिँ एकचोटि एउटा चाहिँ पर्फर्मेन्स सकिसक्यो अब अर्को बाँकी छ सो थ्याङ्क यू सुरज यता आएकोमा हाम्रो डान्समा सपोर्ट गरिदिएकोमा है अरू बेला पनि ऊ आइरहेको हुन्छ सपोर्ट गर्न सो आई रियली एप्रिसिएट द्याट अनि हामी न्यू पर्सन भयो भ्लगमा उता पहिला पनि दिनु भयो होला उता पहिला पनि हुन्छ भ्लगमा नयाँ के अरे सुरक्षा होइन सुरक्षा के हो साथी बहुत डान्सर्स अब त्यही त अब नाच्ने हो त्यही हाम्रो केटा रेडी हो पुरै लुगा लगाएर एमसी लुकिङ अनि रेडी दाइ दाइ रेडी अलरेडी लुगा लगाएर रेडी हो केटाहरू वाओ गाइस सो फेरि तिमीहरू हेर ह्यान्डसम केटाहरू फेरि गर्ल्सहरू ओ माय गॉड ह्यान्सी बोय को यहाँ के अरे नोट्स पनि स्पेसल हो यहाँ अलिदेखि अलि यहाँ चाहिँ आउँछ बिकल इज अलरेडी गाइस पुरै भाइसमा रेडी छन् ए गाइसहरू पनि छन् यहाँ बबाल छ राम्रो लाग्यो मलाई एकदम त्यही त तिम्रो राम्रो छ के अरे युसुफ डान्स राम्रो छ भने तिम्रो डान्स राम्रो छ भने नि कस्तो राम्रो छ कति गाह्रो हुन्छ डान्स होइन त्यत्रो ब्याक टु ब्याक डान्स गर्नु गाह्रो छ नि गाइस किनभने अब हामी कार्यक्रमलाई अलि अगाडि बढाएर धमाका तपाईँको साथ केटाहरू त्यहाँ छ भयो भने यो धमाका सम्भव छ हो कि न केटाहरू अनि केटाहरू उता पनि छ टाउको हल्लाउँदै हुनुहुन्छ मेरो पालो कहिले आउँछ भनेर तपाईँको पालो आउँछ तर अब भने चाहिँ हामी
guys, such a nice performance guys. Guysहरु एकदम रमाइलो छ भिडियो छ कुन भिडियो केटाहरु केटीहरु performance राम्रो छ है I approved I give 10 out of 10 Hello Noor, this is my vlog again. Hi. So, hey, yeah. म छु हजुरको होस्ट अर्जिना कार्की र मेरो साथमा छ डोमा तामाङ आज दिन हामी हजुरको होस्ट अब थोरै मात्र हाम्रो इभेन्टहरु बाँकी छ अलिकति हामीले विश्राम लिनुपर्ने जरुरत छ किनभने हजुरले एकैछिन नाच्न दियो त्यसपछि हाम्रो कलाकारहरूलाई बोलाउँदा पनि मजा आउँछ यतिखेर मान्छे आउनु भएछ साँच्चै किनभने अहिले अब मान्छेहरु काम गरिरहेको हुन्छ अब डीजे हुन्छ गाइस यहाँ डीजे हुन्छ Ladies and gentlemen, अब भनेको बाँकी समय भन्न मिल्दैन तर ब्याक स्टेजमा हुनुहुन्छ ल गाइस अब हामी फाइनली खाना लाग्यो कति पछि डान्सरहरु बिचारा थकित भएको छन् यिनीहरु बिचारा है बिचारा गाइस ओ को नूरको हो नूरको ओ माय गॉड ओ मे हाम्रो ड्याम वाओ सो क्यूट बिफोर एन्ड आफ्टर अहिले सो गाइस अब हामी खाने हो यहाँ हैन ये खाना है ये हमें और ये हमारा ग्रुप है ये हमारी कार है और ये हमें और ये हमारी पार्टी हो रही है So guys, अब हामी अलमोस्ट सकिन लाग्यो हैन अब हामी हल्का बस्छौँ मेरो पनि पावर ब्याङ्क पनि डेट भयो फोन नि अब डेट लाग्छ सो आज रमाइलो भयो गाइस अब अलि एन्ट्री अलि सुन्दैन आवाज म इन्ट्रो आउट्रो पछि पाउँछ अरू ठाउँमा तर यस मोबाइल कार्ड ठुलो भएको छ हैन एकदम दामी अझ गाइस ल guys, I'm at home now. I just made something quick dinner for me, some toast. Tired now, you know. Time is just way too late now, you know. It's like 1 hour like early, like the day that they didn't get updated in the daylight saving. Again, you know, I made some video in English, the intro, you know. Then I made some, of course, the Nepali event, so I'm gonna meet Nepali people, and I spoke Nepali with them, and then the video just turned into a Nepali video, which is nice. My family back home in Nepal can see, you know. 0.5. My people, my family back home, my relatives, my friends can see Nepal, they can understand, especially the elderly. Again, I'm speaking English. Like, see, look, that's like the thing though. I mean, should I speak in Nepali, should I speak in English? And if I speak in English, I can target more international audience, you know, bigger. But then again, my own elders won't be able to understand much, so. अब नेपालीमा बोल्दाखेरि ठिक जस्तो लाग्छ तर फेरि अब मेरो विदेशी साथीहरूले बुझ्दैन त्यही छ फेरि इस्यु तर के भन्ने अब यस्तै हो आज रमाइलो भयो गाइज होइन न्यु इयर रमाइलो भयो अलिक गाह्रो पनि भयो आज म अलिक धेरै भिडियो खिच्छ गाइजहरूको पनि आफ्नो साथी डान्स ग्रुपहरूको पनि सँगसँगै अरूहरू पनि खिचाएको थिएँ मैले अब बिचरा होइन उनीहरूको पनि अब
त्यसो अलिक मिहिनेत गरेर कोरियो गरेर प्र्याक्टिस गरेर गरे हो नि त होइन सो यस्तो खिच्दैन मन लाग्यो त्यही भएर खिचिदिएको हात दुखिरहेको छ अनि पछि अब भोलि बिहान काम छ भनेर भोलि बिहान काम छ 5:40 उठ्नुपर्छ अनि 7 So I've worked tomorrow, that's what basically what I'm saying, bro. I'm like, my shoulder hurts because I was seeing videos of those people like, yes, so I have to go eat, go to bed, I like my 3-4 hours of sleep and then bad. And anyway guys, I hope you guys enjoyed today's video. And some gaps between my last vlogs and this one because I've just been too busy in Australia, man, like university, work, and all the stuff, you know. So I hope you guys enjoyed. That's how we celebrate Nepali New Year. By the way, Happy New Year, guys. I don't think I said this in the intro. Happy New Year, and I hope this year goes smooth, well to everybody out there. You know, stay happy. You know, enjoy life. We only live once. Only one life. Tomorrow isn't guaranteed. So this is Vandima. See you in the next vlog. Bye bye. Peace. I love.